ओके, वेलकम टु एनआइसिटी। आज म सेकेन्ड पार्ट, यो टेलीको सेकेन्ड पार्टमा यो भाउचर हामीले चाहिँ ट्रान्जेक्सनलाई कसरी इन्ट्री गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। सो फर्स्टमा हामीले ट्रान्जेक्सनमा गइसकेपछि एकाउन्टिङ भाउचरमा जानुपर्ने हुन्छ। एकाउन्टिङ भाउचरमा गइसकेपछि हामीले चाहिँ अब एक नम्बरमा योभन्दा अगाडिको हामीले पार्टमा सिकेको छौँ हामीले रिसिभ भाउचरमा मैले नोट कपीमै हामीले चाहिँ लेजर कसरी बनाउने र कस्ता कस्ता हिसाबहरूलाई चाहिँ हामीले चाहिँ रिसिभ भाउचरमा इन्ट्री गर्नुपर्छ भन्ने कुरा जानकारी गराइसकेको छु। यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने योभन्दा अगाडिको फर्स्ट पार्ट हेरिहाल्नुहोला। ओके, सो रिसिभ भाउचर चालु गरौँ। रिसिभ भाउचर चालु गर्नको लागि हामीले चाहिँ F6 अर्थात् क्लिक वा फेरि क्लिक गरेर हामीले चाहिँ ओपन गर्न सक्छौँ रिसिभ भाउचर। अहिले रिसिभ भाउचर स्टार्ट भइसकेको छ। रिसिभ भाउचर आइसकेको छ। रिसिभ भाउचरमा इन्ट्री कसरी गर्ने भन्ने कुरा हो। ओके, सो योभन्दा अगाडि मैले चाहिँ यो लेजर मैले बनाएर तपाईँहरूलाई देखाएको थिएँ। मोहन स्टार्टेड बिजनेस विथ क्यास आरएस 50 लाख, 50 लाखबाट मोहनले चाहिँ बिजनेस सुरु गरेको छ। अर्थात् कि बिजनेसमा चाहिँ उसले क्यास चाहिँ 50 लाख लगाएको छ। सो क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट क्रेडिट गरिएको छ। क्यास एकाउन्ट भनेको हाम्रो क्यास इन ह्यान्ड भन्ने ग्रुपमा जान्छ र त्यसै गरी चाहिँ क्यापिटल एकाउन्ट चाहिँ हाम्रो क्यापिटल एकाउन्ट भन्ने ग्रुपमै जान्छ र यसले हिसाबले चाहिँ हामीले रिसिभ भाउचरमा इन्ट्री गर्नुपर्ने हुन्छ। ओके, सो रिसिभ भाउचरमा कसरी इन्ट्री गर्ने सिकौँ है त। सबभन्दा फर्स्टमा चाहिँ हामीले यदि लेजर बनाएको छैन भने लेजर बनाउनु पर्ने हुन्छ। यतातिर एउटा क्यास एकाउन्ट भन्ने मात्रै देखाइरहेको छ, क्यास भनेर लेखेको छ। यो भनेको हाम्रो लेजर हो। हाम्रो क्यास एकाउन्ट एउटा लेजर जुन टेलीमा अलरेडी सुरुदेखि नै बनाइएको हुन्छ र हामीले पछिबाट यसलाई चाहिँ बनाउनु पर्ने हुँदैन। सो अब चाहिँ स्टार्ट गरौँ। सो टेलीमा चाहिँ अर्को कुरा के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो चाहिँ कहिलेकाहीँ टेलीमा चाहिँ सिआर माथि आउँछ भने कहिलेकाहीँ टेलीमा माथि चाहिँ डिआर भन्ने आउँछ। सो यसमा चाहिँ सिआर माथि आएको छ रिसिभ भाउचरमा। भाउचर अनुसार कुनै कुनै भाउचरमा चाहिँ यस्तो चाहिँ आउँछ हेर्नुहोस् है। त सिआर माथि आएको छ, त्यस कारणले सिआरमा चाहिँ हाम्रो क्यापिटल थियो, त्यस कारणले हामीले यहाँ क्यापिटल एकाउन्ट भनेर हामीले बनाउने हो हेर्नुहोस् है। त क्यापिटल भनेर लेख्न खोज्दा चाहिँ यहाँ लेखिरहेको छैन, CAPI त यहाँ लेखिरहेको छैन, हेर्नुहोस् इरर देखाइरहेको छ। अब हामीले चाहिँ यो लेजर बनेको छैन भनेर थाहा पाउनुपर्छ। यतातिर हेर्नुहोस् यहाँ के देखाइरहेछ त भन्दाखेरि क्यास मात्रै देखाइरहेछ। सुरु गरौँ। अल्ट C गरेर तपाईँले प्रेस गरेर चाहिँ बनाउन सक्नुहुन्छ लेजर, नयाँ लेजर। हामीलाई चाहिएको छ क्यापिटल एकाउन्ट, क्यापिटल भनेर हामीले लेजर चाहिएको छ। क्यापिटल भनेर मैले लेखिसकेँ। पुरै क्यापिटल एकाउन्ट भनेर पनि लेख्न सक्नुहुन्छ या फेरि क्यापिटल मात्रै लेख्दा के फरक पर्दैन। यता चाहिँ हामीले लेजर ग्रुप चाहिँ अनिवार्य रूपले चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ। अन्डरमा चाहिँ यहाँ ग्रुप यदि हाम्रो मिस्टेक हो भने चाहिँ हाम्रो हिसाब पनि मिस्टेक हुन जान्छ। त यहाँ क्यापिटल एकाउन्ट भनेर चाहिँ यहाँ ग्रुप अलरेडी यो सेलेक्ट भइसकेको छ। हामीले कन्ट्रोल A थिचेर सेलेक्ट गर्न सक्छौँ, सेभ गर्न सक्छौँ। ओके, पैसा हालिदिन्छौँ हामी यहाँ 50 लाख। 50 लाख भइहाल्यो। एन्ड डेबिटमा चाहिँ हाम्रो क्यास आएको छ, त्यस कारणले चाहिँ हामीले क्यास एकाउन्टलाई हामी डेबिट बनाइदिन्छौँ। यसरी चाहिँ हामी इन्ट्री गर्न सक्छौँ। यहाँ लेख्न सक्नुहुन्छ मोहन स्टार्टेड बिजनेस विथ क्यास भनेर यहाँ नेरेसन लेख्न सक्नुहुन्छ। नेरेसन आफ्नो सजिलो बुझ्नको लागि हो। यदि तपाईँ लेख्नुहुन्न भने कुनै हाम्रो हिसाबमा कुनै पनि केही असर पर्दैन। ल, मैले यहाँ केही पनि नलेखिकन यत्तिकै यसलाई एक्सेप्ट गरिदिएँ। यो भयो। तपाईँले ब्यालेन्स सिट हेर्न सक्नुहुन्छ ब्याक गरेर। यहाँ चाहिँ ब्यालेन्स सिट भनेर देखाइरहेको छ। यहाँ ब्यालेन्स सिटबाट चाहिँ हेर्न सक्नुहुन्छ क्यापिटलको रूपमा हाम्रो आइसकेको छ 50 लाख भनेर है देखाइरहेको छ। ओके, र हाम्रो चाहिँ यतातिर डिस्प्लेमा गएर पनि तपाईँले चाहिँ ट्रायल ब्यालेन्सबाट हेर्न सक्नुहुन्छ कहाँ के कति रकम छ भनेर। हेर्नुहोस् क्यापिटलबाट हाम्रो आएको छ 50 लाख र अहिलेसम्मको एसिड्स पनि यही नै छ, हाम्रो 50 लाख मात्रै छ है त। ओके, थ्याङ्क यू। तपाईँहरूलाई थाहा भयो होला कि रिसिभ भाउचरमा हामीले चाहिँ इन्ट्री कसरी गर्ने भन्ने कुरा सिक्नुभयो। हस्, थ्याङ्क यू। एन्ड कुनै केही कुरा बुझ्नुभएको छैन भने कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट हेरेर म तपाईँहरूको समस्याको समाधान गर्ने कोसिस गर्दैछु। हस्, थ्याङ्क यू।